आज चाहिँ मलाई मेरो छोरा अङ्गदले के भनेको छ भनेदेखि ल बाबा तपाईँलाई म कार्ड पनि दिन्छु, तपाईँको मोबाइलमा चाहिँ कार्ड पनि राखिदिन्छु, अलिकति क्यास पनि लिएर जानु, मोबाइल छँदैछ, मोबाइलमा तपाईँको डेटा चलिहाल्छ, तपाईँले चाहिँ आज सिटी घुमेर आउनु, जहाँसुकै जानुहोस्, घुम्नुहोस्, आउनुहोस्। अब प्रब्लम पऱ्यो भनेदेखि तपाईँले मलाई काठमाडौँमा जे गर्नुभएको थियो म त्यही गरौँला। मैले त्यो स्वीकार गरेँ। मैले यहाँ झोला भिरेको छु, झोलामा चाहिँ मेरो चाहिने सामग्रीहरू पर्याप्त छ। अब यसरी चाहिँ म आज एक्लै चाहिँ सिडनी घुम्न जान लागेँ। म अपार्टबाट बाहिर निस्केँ। पृष्ठभूमिमा देखिएको अपार्टमेन्ट हामी बस्ने अपार्टमेन्ट हो। यसको 16औं तलामा हामी बस्ने गर्छौँ। अहिले म यो लोकेसनमा छु, स्ट्र्याटफिल्ड। ल यसरी चाहिँ टाउन हल स्क्वायरमा चाहिँ बाहिर निस्किन लागि हो भनौँ न। अब म रेलवे स्टेसनबाट बाहिर चाहिँ निस्केँ। अब यसो आजसम्म खानु नेपाली रेस्टुरेन्ट खोज्दै हिँडेको ठ्याक्क यहाँ रहेछ। क्रिसमस ट्री बनाएको रहेछ। यो ठाउँमा आइपुगेको छ। यहाँ धेरै मान्छेले फोटो खिच्दैछन्, मैले पनि खिच्दैछु भनौँ न। अब यस्तो रहेछ यहाँ। अङ्गद ल हेर त हामी को भेटौँ। भीमसेन थान नेवार समाज भेट्नुभयो। भीमसेन थान नेवार समाजका सचिवज्यू अनि सदस्यज्यू सबै त भेट्नुभयो नि। भिडियो नै गरौँ होइन ट्रेनको यो मौकाले पाएको चाहिँ। ल त्यसरी चाहिँ भीमसेन थान नेवारको ट्रेनमा, अस्ट्रेलियाको ट्रेनमा पनि नेपाल नारायणपुरबाट थापाचोकसम्म